ल आज चाहिँ घुम्दै गर्दा चाहिँ एकदम अद्भुत कला एकदम स्वरका ध्वनि हामी दुई दाजुभाइलाई चाहिँ भेट गर्ने चाहिँ मौका मिलेको छ। उहाँहरूको चाहिँ गीत हामी चाहिँ प्रत्यक्ष तपाईँलाई चाहिँ यो क्यामेरामा कैद भएको चाहिँ भिडियो उहाँहरूकै स्वरबाट चाहिँ ओरिजिनल्ली है, यसमा चाहिँ कुनै पनि एडिट नगरिकन चाहिँ ओरिजिनल्ली उहाँको मुखारबिन्दुबाट चाहिँ आवाजका साथसाथ उहाँको गीत सुमधुर गीत सुन्न सक्छौँ। ऱ्याप हो कि त्यो के हो? ऱ्याप हो कि के हो त्यो? त्यो एउटा लोकगीत हो नि त। ल तिमी सुरु गर ल। सानो कपाडले सानो भयो खसी पिछु पुसायो फेरि मेरो बाल्कुनीमा बसी त्यही बेलामा गुन्डा एउटा कथा कराई राजसम्म आउने बेला कता हराई नुनचरको तैमा तिम बेसर छ मलाई धेरै नचलाउ पेसर छ सुनो कि फलाम नुनचरको तैमा तिम बेसर छ मलाई धेरै नचलाउ पेसर छ सुनो कि फलाम चिने नौसन हो कि फलाम दुई दिनको पिराती बनालाम दुई दिनको पिराती बनालाम। ल तिम्रो नाम भनिदेऊ ल अब। मेरो नाम समीर गन्धर्व। समीर गन्धर्व। बाबाको नाम भनिदेऊ। सन्तोष गन्धर्व। अनि यो भिडियो तिमीलाई त्यसरी हामीले कैद गरिरहँदा चाहिँ तिमी के भन्न चाहन्छौ त? मेरो भिडियो अझै राम्रो धेरै मान्छेहरूले चाहिँ हेरिदिनु होला होइन? त्यस्तो भन्ने चाहँदैनौ तिमी? चाहन्छौ होइन? विश्वभरि चाहिँ छरिरहनु भएको जति बेला युट्युब च्यानल हेरिराख्नु भएको छ भने यो अहिले चाहिँ प्रत्यक्ष लाइभ चाहिँ हामी चाहिँ कहाँबाट भइरहेको छौँ अर्को यो खाँचीकोट दरबारबाट चाहिँ तपाईँलाई भिडियो कैद देखाउँदैछौँ। अब त्यसै गरी हाम्रो एकजना भाइ छन् साह्रै मिठो चञ्चले स्वभावका। अनि तिमीले सुरु गरिदियो भाइ ल गीत के छ? हे धुलोमा खेल्दै हुर्कायो आमा पिठो राटोमा छोरी हुर्क्यौ का पुगे तिमी त्यही बाटोमा छोरी हुर्के कहाँ पुगे तिमी त्यही बाटोमा छोरा छोरी रेलैमा आमा जेलैमा कहिले रोलिन् एकलाई कहिले मेलैमा कहिले रोलिन् एकलाई कहिले मेलैमा। यति हो? ल स्याबास एकदम मिठो स्वर रहेछ। अनि तिम्रो नाम भनिदेऊ। आशिष गन्धर्व। आशिष गन्धर्व। बुवाको नाम पनि भनिदेऊ। हरि गन्धर्व। अनि तिमीले कुन स्कुलमा पढ्छौ? मैले गिरिङ बोर्डिङमा। गिरिङ बोर्डिङमा कति कक्षामा पढ्छौ? 5। ल 5। अब गीतका साथसाथै पढाइलाई पनि अगाडि बढाउने है। अब तिम्रो भविष्य चाहिँ गीत गायन क्षेत्रतिर कलाकार क्षेत्रतिर चाहिँ एकदम